गंगा आई लभ यू कस्तो लागेको छ एकदम मिठो छ खाना के कोदो तुङ्गा नयाँ बस्ती लारपाकको यस्तो छ गाइस बेडा ले बाटो यस्तो छ लारपाकको यो घर आइपुग्यो है गाइजहरु यस्तो छ यहाँको घरहरु यो चाहिँ साइडको चाहिँ टोयलेट होला है कोठाहरु सब खाली छ कसैलाई घर चाहिएमा कन्ट्याक्ट गर्नु होला लारपाकमा ओए बाटो त कस्तो हो हाम्रो नेपालमा आउँछ नि त यो सेक्टर चढ्नु नि सेक्टर चढ्नु ट्रेनिङ गाह्रै हुने रहेछ यार पानी जबरजस्त व्यवस्था गर्नु हैन यताबाट सबै बस्ती आयो भने बस्ती बनाउनु अनि त्योबाट तिमीले गएर चाहिँ जनसङ्ख्यै छैन होला कि यति घर बनाएको थिए जनसङ्ख्या मान्छे छैन होला क्या दाइ जस्तै अब पुरानो बस्तीमा कति घर छ नि त्यसको आधारमा बनाउ होला है यो जति घर छ त्यही अनुसार त्यति घर बनाऊ कि बढी बनाएको छ छैन बेसी छैन होइन यस्तो घर रहेछ फाइनली गरेर दिनुपर्ने कि तपाईँ फाइनली आइपुग्यो हामी होटेल है बिहानको होटेल खाना खाने हेट खाना पाकेन रे खाना आइपुग्यो हाम्रो बिहानको सेकेन्ड दिनको एउटा थपी खाऊ है लाज नमानिकन खाना त मिठै राम्रै फेरि आउने होला नि कालीलाई ससुराली तेरे त कालीलाई ससुराली आयो अरे त अब गंगा आई लभ यू अरे भाइ टिमुरको चाहिँ कोही के कुसलको चाहिँ क्रिस्टिन आई लभ यू पागल जस्तो मेरो चाहिँ को त तेरो त भाइ लालु सुन्दा के सुन्दा हैन सुस्मिता हैन सुस्मिता ए सुस्मिता गुरुङ हो के सुन्दा हो कि सुस्मिता समथिङ त्यस्तो छ तर बिर्से मैले सुनिता हो छोरी मान्छे छैन है सुन्ताको छैन पैसा निकाल्छु म अफिस भयो दूर परेको पैसा लास्टैमा त नि यसरी पखाल्दा हुँदैन नि पानी लाग्यो सो हामीले चाहिँ भात खायो हैन हाम्रो टिमको भान्जेहरु चाहिँ भात खाँदैछ है तीनजना यहाँ कस्तो लागेको छ त एकदम मिठो छ खाना है पुरै है प्रेसर कुकर दालको यहाँ कुकु साग सबै यहाँ राखेर खै त त्यो पापड अहिले क्या सक्यो यहाँ चाहिँ यस्तो छ है भित्र चाहिँ ए हाम्रो किचन पनि चुलो कस्तो छ अरे यहाँ हाम्रो तुम्बा टाइपको चुलो राइट यस्तो चुलोमा पाक्छ यहाँ चाहिँ तुम्बा भन्छ यसलाई यो होला नि तुम्बा त राइट के कोदो तुम्बा पुरै
लोकल कोदो तुम्बा भन्छ अरे यसलाई अनि यसमा तातो पानी हाल्ने है हजुर तुम्बा बन्यो हजुर 4 बग हुन्छ तातो पानी हाल्दै दिउँछि यसलाई चाहिँ के भन्छ नि यो उसलाई चाहिँ यो भित्रको यो यसलाई के भन्छ त है कोदोको रक्सी भनेको यही छ है तुम्बा यसरी टक्क लगाएर तुम्बाको रक्सी भने यसरी भने यहाँ चाहिँ हाम्रो चुलो चाहिँ एकदमै दामी चुलो छ हो यसरी खाना पाक्छ यहाँ यस्तो छ किचन है गाइज यो हाम्रो नयाँ बस्ती लारपाकको यस्तो छ अनि हामी चाहिँ यो नयाँ बस्ती भन्ने होटलमा आज खाना खाएको छ सो हियर इज लिटर राइन है यहाँ छ अनि हाम्रो यहाँ छ है अहिलेसम्म खाना भ्याएको छैन केटाहरू छ झोक्राएको नुनाएको कुरा चाहिँ झोक्राएर बस्छ फेरि भनिदिँदैछ भन्ने के भन्नु अरे ए हाम्रो छोटा गाँडा हामीले यहाँ त चाहिँ अब गाजा पाछ है गाजा ए यताले है सुन्दर है ले त एकदम मिठो बास्ना आएको मौसम भाइले अहिले विट बनाउँछ एकताल लेन जे के हो यो विड भने जेरे यो त गाजा विड हैन नि दाइ देन भिडियो त त्यो डिलिट गर्दियो सो यो यता चाहिँ टोटल 600 घर छ अरे 600 घरमा नि 50 घर मात्रै मान्छे छ अरे भनेपछि 550 घर त खाली है छ त 550 घर त खाली छ अरे 550 घर खाली 14 जना है बस्नु पर्ला क्या अरे त्यही भएर 14 जना यही बस्नु पर्ला क्या झर्ला यसले त भाइ यताले त बिस्तारसँग झर्ला सक्दै यो विट रे है गन्ध पनि कस्तो के आएको त कस्तो लाग्छ यार हाम्रो ग्रुप फोटो पनि भयो अब चाहिँ हामी बारपाकतिर फेरि जान लाग्यो फेरि त्यही बाटो है बारपाकको अघि नै आएको बाटो फेरि चढ्यो फेरि झऱ्यो आमा जम दाइ सो यसरी हिँड्नु परेको छ हामी ट्रेकिङ हो छ हाम्रो त बाइकहरू चाहिँ माथि पार्किङ गरेर हामी चाहिँ अब फेरि माथितिर जान लाग्यो बाटो चाहिँ अलिक चिप्लो छ भनेर बाइक ल्याएन हामीले गाह्रो भएको छ हौ यस्तो छ है भ्यू चाहिँ पाहाडको भ्याक्क लगाएर साइडमा है यो पानी डाँडेर पर्छ पर्दैन नि कति समयपछि यसरी हिँडेको थाक्यो यति त डाँडा कालिका पनि हिँडेको थिएन हौ बोसो गर्ने भयो खाएको समय पच्ने भयो अब टाउ यस्तो छ र लारपाकको बाटो बाटो हेर्दै पागल हो नि फाइनली आइपुग्यो गाइज पानी है गरेर देखा टप चिएको है त होइन
सब टायर्ड कतिको थाक्यो भाइ हामी त स्कुटरमा आएको कहाँ ए तपाईँहरू लेफ्ट राइट आएको त डराएर हिउँदै तर हिउँ चाहिँ दामी छ अर्को गैडा आउँदैछ चितवनको है गाई चाहिँ यताको भेडा ए माथि नै बस्ने अब दसैँमा आउने भेडा यही है सिङ होइन सिङ कतिवटा छ दाइ यो भेडा दाइ कतिवटा छ खोइ एकछिन रोक्नु त कतिवटा छ भेडा यो जम्मा गरेर यहाँ 3.5 होला 40वटा होइन यहाँ एउटा 4 हो Hey guys, beda. दूध खान्छ अरूले छिटो हामी चाहिँ अब तल झर्दैछ पछाडि केटाहरू आउँदैछ सबै न्युटनमा आएको छ कि फेरि सेभिङ अफ पेट्रोल फ्युलको बचत बाटो यस्तो छ लापाको है गाइज हामी फाइनली आइपुग्यो लारपाकबाट तल झऱ्यो कतिजनाको लड्यो कतिजनाको बाइकै स्टार्ट भएन सो गाइज हामी चाहिँ यहाँ तल झऱ्यो यो चाहिँ बारपाकको यो मेमोरिएबल पार्ट हो अरे यो भूकम्प गएको सम्झनामा यो चाहिँ बनाएको रहेछ 2015 April 25 है अनि के छ त यो ढाँचामा त नि के छैन त सम्झना होला नि त्यो यस्तो छ है यो चाहिँ बारपाक है बारपाक उता घाम लागेको छ हामी चाहिँ अहिले लारपाकबाट तल झरेछ बारपाकमा अब हामी मामा घर गइन्छ होला आज मामा घर बस्ने भनेको छ मामा घरमा अब आजको बसाइ चाहिँ हुन्छ हाम्रो ल सो गाइस यो चाहिँ स्कुल ग्राउन्ड रहेछ यो फुटबल ग्राउन्ड बाइकहरू तल छ अनि हामी चाहिँ यहाँ बसिरहेको हाम्रो काकाको होटेल रहेछ यो चाहिँ
चिया खानलाई हामीले चाहिँ स्टे गरिरहेको छ है हाम्रो काकाको होटल रहेछ यो चाहिँ प्रताप काका अहिले चाहिँ हामीले चिया टी ब्रेक गरेको छ सुखदेखि पुरै खाँदै भन्नु भन्दै कचोटि लड्यो त्यस्तो झरे बरु काललाई कस्तो लागेछ एकदम बाटो चाहिँ खत्रै हो झर्नु त परेन जे होस् ससुराली होइन बनाउने अब यतै गङ्गा भाउजूको याद आयो क्या होइन म त्यो गाउँमा मैले चिनेको छैन यार तिनीहरूको होला नि अनि ए घरै चिनी आउनु गङ्गाको रे आउनु काललाई आउनु घर हेर्न आपा गाउँ चाहिँ यस्तो छ है के काका ए हजुर यो चाहिँ हाम्रो काकाको घर हो है माथि हो काका Hello. नमस्ते This is my cousin brother. सो काकाको घरमा चाहिँ चाइनिजहरू रहेछ त्यही भएर म चाहिँ बाहिर निस्केँ यस्तो छ हौ बारबाको घरहरू पक्का बनाएको छ अहिले भूकम्पपछि चाहिँ यहाँको घरहरू सबै यस्तै पक्का बनाए यहाँ चाहिँ फार्म रहेछ होइन टमाटर यो मकैको भयो सो गाइस आज चाहिँ हामी यो फेरि ब्याक टु बारपाकमा बसेको छ आज चाहिँ अब मामा घर बसिन्छ गाइस यो चाहिँ अब हाम्रो मामा घर है यो हेर्दाखेरि चाहिँ दुईको तलको घर छ तर अन्डरग्राउन्ड रहेछ एक तल यो चाहिँ बाटो है हामीले चाहिँ यता सिधा गएर माथि पार्किङ गरेर आयो तिमीहरूको के अरे बाजाहरूको त्यो चाहिँ कुन चाहिँ हो त खै अब घरहरू कुन छ अब हेर्नुपर्छ अब चाहिँ हाम्रो पसल रहेछ मामाहरूको होला पसल चाहिँ नानी छ लुकेको किन लुकेको आउ न अब यता नानीको नाम चाहिँ के हो नि खै यता आउ त यहाँ आउ न यहाँ गाइस हामी चाहिँ अब बुद्ध पार्क जानु लागेको छ पार्कको गल्दी है यो चाहिँ यस्तो छ गल्दीहरू जिरा आयो सो यस्तो छ बारबागको बाटोहरू चाहिँ हामी चाहिँ अहिले पार्कतिर जानु लागेको छौँ हाम्रो चाहिँ रेड बारपाको भ्यू पनि देखिन्छ अरे सो हामी चाहिँ पार्कतिर जानु लागेको कस्तो लागिरहेछ भाइ एकदम रमाइलो मजा लागेछ एकदम कस्तो अँध्यारो आएको अँध्यारो हुन लागेको छ केटाहरूको पारै यस्तै हो जहाँ गए पनि जहिले नि ढिलो धेरै डाँडा त नहेछ क्या यसो
2 night 3 days 2 रात 3 दिनको हाम्रो बारपाक टुर सो गाइस हामी बुद्ध पार्क आउन लाग्यो यही छ हौ बुद्ध पार्क नाइट त्यो हुन्छ के लाइट पर्दैन अब त माथि बन्द भयो हैन यही छ है यहाँको बुद्ध पार्क कस्तो ठाडो यार ये है बारपाक सनसेट भन्दैछ यो चाहिँ हाम्रो तेज दाइको पसल रे है फेन्सी पसल सब थोक पाउँदो रहेछ यस्तो छ है हाम्रो तेज दाइको पसल चाहिँ भोलि बिहानै जाने हो कि यहाँबाट गएर यस्तो हात होला हाम्रो केटाहरू चाहिँ है आफ्नो तालमा बसेको छ इन्टेलिजेन्ट पर्सन हाम्रो अब मामाहरू चाहिँ यहाँ आज खाना पकाउँदै हुनुहुन्छ बारपाकमा है बारपाकमा तिन पानी यहाँ छ है सितन डेन्जर कडा त्यो माउन्टेन ड्युमा चोपेर खान तातो तातो है बसेको छ है केटा हो सुजन दाइ त के अरे पसलमै बसेर जिम गर्नु पानी कहाँ इभिनिङको खाना आइपुग्यो हाम्रो यहाँ केटाहरू सब ह्याप्स गरिरहेको छ सेकेन्ड डे इभिनिङ आजको खाना इभिनिङको अर्कोलाई चाहिँ उचालेर